सम्पूर्ण साथीहरुमा नमस्कार। अहिले हामी DHIS2 को इन्स्ट्यान्समा अथवा DHIS2 को रेकर्डिङ सिस्टममा कसरी नयाँ सेवाग्राही दर्ता गर्ने भनेर हेर्दैछौँ। दर्ता गर्ने प्रक्रियाको लागि सबैभन्दा पहिला यो नौवटा डटमा जानुहोस् र यहाँ तपाईले ई-रेकर्ड भन्ने तपाईको एप्लिकेसन खोज्नुपर्ने हुन्छ। यहाँनिर मेरो देखाइएको छ, देख्न सक्नुहुन्छ। यो ई-रेकर्ड यस्तो आर लेखेर यस्तो गोलो गरेर भित्र भएको ई-रेकर्ड भन्ने एप्लिकेसनमा क्लिक गर्नुभयो भने तपाईको यो ई-रेकर्ड भन्ने एप्लिकेसन खुल्छ। यसको ड्यासबोर्ड यस्तो हुन्छ। यहाँ सेवाग्राहीलाई पहिलो पटक सेवा लिन आएको कुनै पनि सेवा, चाहे खोप होस्, बाल स्वास्थ्य होस्, परिवार नियोजन होस्, जुनसुकै सेवा लिन आएको होस्, हामी यो प्रणालीमा सेवाग्राहीलाई जीवनभरमा एकपटक मात्र दर्ता गर्छौं। कुनै पनि सेवाको लागि हामी दोहोर्याएर सेवाग्राही दर्ता गर्दैनौं। एकपटक दर्ता भइसकेको सेवाग्राहीलाई हामी पुनः क्रिएट न्यू सेवाग्राही गरेर दर्ता गर्दैनौं। एकपटक मात्रै प्रयोग गर्छौं, दर्ता गर्छौं। यदि पहिला सेवा लिन आएको सेवाग्राही छ भने खोजेर हामी सेवा दिन्छौं भने पहिलो पटक सेवाग्राही आउँदैछ एउटा सेवा लिनको लागि भने हामी दर्ता सेवाग्राहीलाई दर्ता गरेर सेवा दिन्छौं। दर्ता गर्नको लागि सर्वप्रथम आफ्नो कुन सेवाका लागि हामी सेवाग्राहीलाई दर्ता गर्दैछौं त्यो सेवा छनौट गर्नुपर्ने हुन्छ। मानौ हामी अहिले ओपीडी सेवाको लागि सेवाग्राही दर्ता गर्दैछौं भने अर्गनाइजेसन युनिट प्राय तपाईको छनौट भएकै हुन्छ। मैले अहिले नयाँ पार्टी भन्ने हेल्प पोस्टको लागि हेल्प पोस्टमा ओपीडी सेवाका लागि पहिलो पटक सेवा लिन आएको सेवाग्राही दर्ता गर्दैछु है। दर्ता गर्नको लागि यो क्रिएट न्यू सेवाग्राही भन्ने अप्सन छ, यसमा हामी क्लिक गर्छौं र हामी यहाँनिर केही पनि भर्दैनौं। यो ल्याटिट्युड लङ्गिट्युड भन्ने फिल्ड हामी खाली छोडिदिन्छौं। प्रणाली नम्बर सिस्टमले आफै दिने हुन्छ, त्यसले गर्दा हामी यो केही पनि चलाउँदैनौं। मूल दर्ता नम्बर हामी भर्दैनौं। सेवाग्राहीको नाम हामी यहाँ भर्न थाल्छौं। मानौ राजु श्रेष्ठ भन्ने सेवाग्राहीको नाम हो। ओपीडी लगायतका सेवामा हामी सेवाग्राही दर्ता गर्दा पहिलो पटक हामी वर्ष हाल्छौं सोझै। जन्ममिति एक्ज्याक्ट हामी हाल्दैनौं प्राय। मानौ यो सेवाग्राही 35 वर्षको छ भने मैले 35 वर्ष इयर्समा टाइप गर्छु। श्रेष्ठ भनेको जनजाति 2 मा पर्यो, लिङ्ग राजु भनेको पुरुष हो, ठेगाना तपाईहरुकोमा आफै आउने हुन सक्छ। गोकर्णेश्वर लेखे मैले। यदि ठेगाना परिवर्तन आफै आयो भने यहाँ क्लिक गरेर चेन्ज गर्न सक्नुहुन्छ है। अनि वडा नम्बर अहिलेलाई 2 को सेवाग्राही हो। प्राय हामी सेवाग्राहीको मोबाइल नम्बर लिन्छौं, किन भन्दा खोज्न हामी सजिलो हुन्छ। 985100111111। अहिले मैले यस्तो फोन नम्बर राखेँ, सेभ गरेँ। अब यो सेवाग्राही दर्ता त भयो, तर हामी सेवा दिइसकेका छैनौं है। यसरी हामी सेवाग्राहीलाई विभिन्न कार्यक्रमहरुमा दर्ता गर्न सक्छौं। अहिले हामी राजु श्रेष्ठ भन्ने मान्छेलाई ओपीडी सेवाको लागि दर्ता मात्र गर्यौं, तर सेवा दिएका छैनौं है। यसरी हामी कार्यक्रममा सेवाग्राहीहरूलाई दर्ता गर्न सकिन्छ। र दर्ता गर्दाखेरि ख्याल गर्नुपर्ने कुरा विभिन्न कार्यक्रमहरु अनुसार दर्ताको क्राइटेरिया फरक हुन सक्छ। जस्तो बालखोप सेवाको लागि क्रिएट न्यू सेवाग्राही गर्दै हुनुहुन्छ भने सकेसम्म जन्ममिति एक्ज्याक्ट राखिदिनुस् भनेको। जस्तो आज बालखोप सेवाको लागि RESHAB ऋषभ शर्मा भन्ने बच्चालाई हामी गर्दैछौँ भने यहाँ बाबुआमाको नाम राख्नुपर्ने हुन्छ। अनिता शर्मा भनेर मैले आमाको नाम राखेँ र बच्चाको जन्ममिति सकेसम्म एक्ज्याक्ट राखिदिनुस्। जस्तो 2081 पुस। यसरी तपाईँ अघिल्लो यस्तो एरोमा देखेर अगाडि पछाडि महिना छनौट गर्न सक्नुहुन्छ र यहाँनिरबाट वर्षको यताको एरोबाट वर्ष छनौट गर्न सक्नुहुन्छ। 81 फागुन 8 गतेको बच्चा हो भने यसरी 1 वर्ष 2 महिनाको भएछ बच्चा भन्ने भयो। यदि 5 गतेको बच्चा भने 1 वर्ष 2 महिना 3 दिनको बच्चा भयो भनेर यसरी यता राख्नुभयो भने बच्चाको उमेर पछाडिपट्टि आफै आउँछ। विशेष गरेर 5 वर्ष मुनिको सेवा दिँदै हुनुहुन्छ, प्राय खोप अथवा वृद्धि अनुगमन अथवा IMCI भने तपाईले यसरी एक्ज्याक्ट डेट अफ बर्थ राखिदिनु होला। यो पुरुष हामी दर्ता गर्दैछौँ। जाति कोड हामी श्रेष्ठ शर्मा भनेको हामी यहाँ राख्छौँ ब्राह्मण क्षेत्रीमा। ठेगाना गोकर्णेश्वर भनेर राख्छौँ। वडा नम्बर 1 भनेर राख्छौँ। अनि फोन नम्बर हामी प्राय राख्छौँ गार्जियनको फोन नम्बर 9841234622 के। यसरी हामी सेवाग्राहीको फोन नम्बर राख्यौं र सेवाग्राहीलाई दर्ता गर्यौं। दर्ता गरिसकेपछि भित्र सेवा दिनको लागि हामी सेवामा न्यू इभेन्टहरु क्रिएट गर्छौं है। र यसरी हामी विभिन्न सेवाको लागि सेवाग्राही दर्ता गर्छौं र सेवाग्राही दर्ता गर्दा यो विशेष गरेर गर्भवती महिला अथवा सुत्केरी सेवाको लागि अथवा PNC सेवाको लागि गर्दैछौं भने हामी मातृ तथा नवशिशु स्वास्थ्य सेवामा हामी जान्छौं
र यहाँनिर क्रिएट न्यू गर्छौँ र यसमा सबै कुरा सेम हो, मात्र एउटा कुरा फरक हुन्छ। आखिर रसोला भएको मिति भनेको एलएमपी चाहिँ हामी टपमा भर्नुपर्ने हुन्छ सेवाग्राहीको लागि। जस्तो कहिले हो त आखिर रसोला भएको मिति भन्दा हामीले ब्याक डेटको एउटा डेट, किन भन्दा एलएमपी भनेको प्रायः ब्याक डेट हुन्छ भने हामी ब्याक डेटको एउटा डेट राख्छौँ जुन चाहिँ एलएमपी हुन्छ। यसको आधारमा हामी भोलि इडिटी अथवा विक्स अफ जस्टिसनहरू क्यालकुलेसन गर्छौँ। यसरी हामी विभिन्न सेवामा सेवाग्राहीहरू दर्ता गर्न सक्छौँ। र छोटकरीमा भन्नुपर्दा सेवाग्राही दर्ता गर्नको लागि पहिला सेवा छनौट गर्ने, कुन सेवाको लागि हो, र क्रिएट न्यू सेवाग्राहीमा गएर सेवाग्राही बनाउने, यसरी हामी सेवाग्राही क्रिएट गर्ने है। यसरी हामी सेवाग्राही क्रिएट गर्छौँ। तर स्वास्थ्य संस्थाले एकजना सेवाग्राहीलाई सेवाग्राहीको जीवनकालभरिमा एकपटक मात्रै यो प्रक्रिया पुरा गर्नुपर्छ। पहिला यसरी दर्ता भएको सेवाग्राहीलाई पुनः यसै गरी दर्ता गर्नु हुँदैन। हस्, थ्याङ्क यू।